आज बिहानै घुम्ने क्रममा निस्किने क्रममा यहाँ रेडिङ स्टेसन अगाडि बस स्टेसनमा नेपाली बाजेबाजेहरू बसिरहनु भएको छ। सोधेको कहाँ हिँड्नु लाग्नु भएको त गुम्बामा आज बुद्ध जयन्ती प्रोग्राम रहेछ। म पनि उहाँहरूकै पछि लागेँ बुद्ध जयन्ती प्रोग्राम गुम्बासम्म पुग्नु पऱ्यो भनेर। यसपालिको बुद्ध जयन्ती 2569 बुद्ध जयन्ती परेको रहेछ। त्यसकै उपलक्ष्यमा उहाँ प्रोग्राम आयोजना गर्नुभएको रहेछ यहाँ रेडिङ गुम्बामा बजारको पछि लाग्यो। हामी रेडिङ गुम्बा पुगिसकेका छौँ। यो चाहिँ रेडिङ गुम्बा यो उडली जाने बाटोमा रहेछ। उहाँहरूकै पछि सोध्दै उहाँहरूले ल हामी गुम्बा जान लागेको भनेपछि मलाई पनि जान मन लाग्यो। बुद्ध जयन्ती प्रोग्राम हुँदैछ भनेर भन्नुभयो। यो खोर्लो घुमाउँदैछु उहाँहरूकै पछि लागेर। यो बुद्ध जयन्ती प्रोग्राम यहाँ चाहिँ यो गुरुङ समुदायले विशेष गरेर गुरुङ समुदायले चाहिँ यो म्यानेज गरिरहनु भएको रहेछ। यो गुम्बा रेडिङमा अवस्थित यो युकेको गुरुङ समुदायहरूले म्यानेज गरिरहनु भएको रहेछ। ठुलै जस एरिया धेरै ठुलो नै छ। भित्र पूजा भइरहेको छ बुद्ध जयन्तीको। राम्रो व्यवस्थित रहेको ठाउँमा छ यो। पार्किङहरू पनि रहेको एकदम मजाको। यहाँ कम्युनिटीले खाजाहरूको व्यवस्था पनि गरिरहनु भएको छ। पूजा भित्र भइरहेको छ। पालो सबैले त्यहाँ दर्शन गरिरहनु भएको छ। यो मैले सानो गुम्बाभित्रको दर्शन गर्ने बेलामा लिएको भिडियो।